गरौं, घरमै बसौं, सुरक्षित रहौं। धन्यवाद। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय। तपाईँ हाम्रो सचेतता कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाउन सतर्कता। कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोज्दा र हातले गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ। यस्तो संक्रमणबाट बच्न के गर्ने? खोज्दा हातले गर्दा नाकमा छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त सुरक्षित बाकसमा फाल्ने। बेला बेलामा साबुन पानीले मिचो हात धुने वा अर्कोकै भएको सेनिटाइजर प्रयोग गर्ने। हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने। के नगर्ने? खोकी लागेको व्यक्तिबाट टाढा रहनु वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने। भीड़भाड़मा नजाने र अरूलाई पनि नजान सुझाव दिने। र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्। कोरोना भाइरस रोगका बारेमा थप जानकारीका लागि पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1115 मा फोन गर्नुहोस्। तर सतर्क रहनु। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय। जय नेपाल। सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध। विश्वव्यापी